अङ्ग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन। यो सरकारको खातामा पनि आउँदैन, हातामा पनि आउँदैन, तर बेरुजुमा देखिन्छ, टाउकोमा चाहिँ आउँछ। त्यो सरकारको माध्यमबाट पैसा आउने, राज्यले त्यसलाई चाहिँ एप्रुभ गरेर पैसा लगानी गरेर तल उसमा दिने, अनि एनजिओ आइएनजिओले तल तालिम सञ्चालन गर्ने, आफू मिलाएर टाकटुक पारेर चापचुप पारेर मुख मिठाएर घर फर्किने त्यो हुँदैन। अहिले एनजिओ आइएनजिओको तलको तालिम फेरि कस्तो खालको हुन्छ? माछालाई पौडिन सिकाउने, चितुवालाई दौडिन सिकाउने, लाफिङ बुद्धलाई हाँस्न सिकाउने, भालेलाई बाँच्न सिकाउने। हामी त गरिरहेछौँ नि हजुर, भाले बाँसिरहेछन् नि त भन्ने कुरो। हामीलाई पनि यसो बोलाउनु छ साथीहरू। अहिले पनि म बस्दै गर्दा फोन आएको थियो, भोलि यो फलानु होटलमा आइँदैन, आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, मुख मिठो बनाएर कुरा गर्ने, यसो प्रमाण पेश गर, निराहार प्रमाण आरोप लाउँछस् भन्नुभयो भने राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको त्यो दैलेखमा, त्यो गुराँस गाउँपालिकामा कतिजना राउटेका बालबालिका टाइलाएर स्कुल जान्छन्, नाङ्गै भुतुङ्गे बसे हान् त्यहाँ, लाखे जात्राका भक्कु वस्तु भएर हिँडे हान् त्यहाँ बजारमा, सबलाई रक्सी खुवाएर ठिक पारेर राखेका छन्। उसमा कतिजना राउटेहरूको घर बन्यो त्यहाँ, त्यो राउटेहरूको छानबिन हुनुपर्छ।